एक थप्पड लगाएन म त्यहीमा प्राउड फिल गर्छु किनभने कति वर्ष मान्छेले होइन 16 वर्षमा त कतिचोटि थप्पड लगाइरहेको हुन्छ होइन कहिले के हुन्छ तर एक थप्पड जिन्दगी एक थप्पड नि लगाएन भनेपछि फेरि मान्छेहरू फटायो भन्छन् यस्तो भन्छन् उस्तो भन्छन् अरूको लागि तर बुढीको लागि मायाको लागि बुढो मैले केही जिन्दगी भात पकाउने र कपडा धुने बाहेक दुःख भएर दियो भने अहिले वासिङ मेसिन ल्याइदिनु भएन भाउजूलाई ल्याइदिएको त वासिङ मेसिन कपडा हाल्नु परेन दुःख भयो नि त नोकर ल्याउने अब एउटा नोकर कस्तो दुःख भइरहेको वासिङमा कपडा हाल्नुपर्छ कस्तो गाह्रो हुन्छ यति धेरै कपडा हाल्नु कि मलाई त लाग्न हाँसो लगाइरहेको ल आउनु त आउ जहाँ पर पक्कै लिएर ढाबा हेर्ने आयो तर कसम जाएन जति बरु घरमा दुःख पाएँ के पाएँ होइन भने होइन थप्पड नि लगाएन दुःख पनि जिन्दगी गरेन मैले आफैले गर्ने हो सबै दुःख गर्ने अब आफै आउँछु भने आओस् गरोस् कि अनि म त्यही हेर्न चाहन्छु होइन ल्यायो भने राम्रो हुन्छ मालिस गर्छु कि बुढीको मालिस बुढाले बुढीको तिमीले गर्छ गरेर मैले चाहिँ गर्छु होला सबैले गर्छ नेपाल अवस्था नै गरेको म त्यो भन्दिनँ सबैले गर्छ लाइफ पार्टनर बुढी भनेको जीवनमा ठुलो कुरो हो क्या त्यो भनेको सबैको हो क्या दाइ भने मैले दुःख दिन चाहिँ कहिले पनि रुवाउनु हुन्न दुःख दिनुहुन्न त्यस्तो के मेरो कन्सेप्ट चाहिँ के अझ नारीलाई त नारी त सर्वश्रेष्ठ नै भाउजू आमा जस्तो आमा त आमै भइहाल्यो होइन अरू पनि जति पनि छ नि त्यही कराउँछ नि त म्यानेजर त्यसलाई नि माफ दिइरहेको कि मैले के भन्दैन यस्तै बानी छ यसको बोलोस् छोडिदिए सुरुमा इरिटेसन लाग्यो अन्त छोडिदिएको आक्क भयो कराउँदै बस म त नानु उल्टी हानिदिन्छु बराबर चुप्प लाएर गरिदिन्छु कि छोडिदिएँ क्या मैले भन्न त्यसलाई नि माफी दिएँ अब त्यसको दिमागले त्यति नै भ्या त्यति नै गरोस् मैले गर्ने मेरो काम गरिरहेको हुन्छु नि त त्यससित कराएर डिबेट गरेर फाइदै नि छैन